फुर्सद हुन आउनु भएको होइन नि त एक्सरसाइज गर्न आउनु भएको फुर्सद कहाँ होइन फुर्सद त बिहानै गरे बस्दा त ल साथीहरू हामी चाहिँ यहाँ दिदीकोमा आइपुग्यौँ अनि कति राम्रो घर बनाउँदै हुनुहुँदो रहेछ बनिसकेको छ आधी आधी छ बाख्रा यहाँ चढ्दैछ अनि कति राम्रो ठाउँ रहेछ केराघारी छ अनि के अरे आँप पनि रहेछ आँप पनि रहेछ ल अब म सुँगुर पनि देखाउँछु है तपाईँहरूलाई यहाँ सुँगुर पनि रहेछ कति राम्रो ल सुँगुर चाहियो भने कन्ट्याक्ट यता गर्नुहोस् कति राम्रो राम्रो सुँगुरहरू कति ठुलो ठुलो सुँगुर ल यो त 500 केजी चाहिँ नि बढी होला 1000 केजी होला यो त 1000 केजी होला नि यो त 100 केजी भन्दा चाहिँ माथि छ ए ल 120 केजी भन्दा माथि फेल खाएछ म त ऊ यहाँ हाम्रो घरको जस्तै बिरालो कराउँदै रहेछ यहाँनिर यहाँ पनि रहेछ सोतेर यसरी राखिदिनु हुँदो रहेछ यसरी पो स्याहार्नु पर्दो रहेछ त ए अन्त नि हाम्रो चिसो लाग्छ तपाईको निमोनिया हुन्छ यहाँ चाहिँ पकाएरै खुवाउनु हुने रहेछ भनेपछि ए यहाँ ब्रोइलर ल साथीहरू यहाँ ब्रोइलर चाहियो भने कन्ट्याक्ट गर्नुहोस् अर्डर गर्नुहोस् भट्टाभट ब्रोइलर कुखुरा कति राम्रो राम्रो ल ओहो अब कोरिया यतै हो यो कोरियाको अब अनुभव यताबाट हो भाइ यो कोरिया युके सबै यही नि यही गरे नि हैन कति वर्ष बस्नु पर्यो म 11 वर्ष ल यसरी पकाएर खुवाउनु पर्छ बुङ्गुरलाई है यसरी पाल्नु पर्छ साथीहरू कति रमाइलो ठाउँ ल साथीहरू कति रमाइलो ठाउँ है कति रमाइलो ठाउँ यहाँ तल चाहिँ टनेल पनि हालेको रहेछ ल यहाँ चाहिँ के रहेछ यहाँ चाहिँ कुखुरा रहेछ ल कुखुरा पाल्ने तरिका यस्तो रहेछ साथीहरू यहाँ चाहिँ कुखुरा पाल्नु भएको रहेछ ल साथीहरू सबैजनालाई बाई बाई मेरो भिडियो हेरिदिनु हुने सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै यो भ्लगलाई चाहिँ म यहीँ नै राख्छु है साथीहरू ल सबैजनालाई बाई बाई